साथीहरू एकचोटि बालिन शाहको कुरा सुन्नुहोस्। यो नेपालमा चाहिँ ठ्याक्कै सुकुम्बासीको समस्या चाहिँ कसरी भयो भन्दाखेरि ठ्याक्कै ओरिजिनल सुकुम्बासीको हो भन्ने चाहिँ छुट्याउनै सकेन क्या। त्यो चाहिँ सरकारले पनि सकेन, भूमि आयोगले पनि सकेन। अब वर्षौँ वर्ष 50औं वर्षदेखि बसेको सुकुम्बासीले चाहिँ जग्गा कहिले पनि पाएनन् होइन। सरकारको नीति कस्तो भइदियो अहिलेसम्म भन्दाखेरि सरकारमा पुगेको पार्टीसँग जो क्लोज छ उसले चाहिँ लालपूर्जा 5वटा भए पनि जग्गा पायो, तर रियल सुकुम्बासी जो हो त्यसले 100 वर्षमा पनि पाएन क्या। ठ्याक्कै रियल सुकुम्बासी जो हो जसले लालपूर्जा पाउनुपर्ने हो, रियल सुकुम्बासी रियल स्ववासी जो हो उसलाई चाहिँ ठ्याक्कै पहिचान गरेर दिन सक्ने वातावरण त थियो नि त। भूमि आयोगको काम थियो तर त्यो गर्दैन। भूमि आयोगले के गर्यो भने भूमि आयोगमा पनि टिके जान्छन् त्यहाँ, यसो पार्टीबाट टिका लाएर जाने परिपरिका जो मान्छे छन् त्यसलाई मात्रै लालपूर्जा दिने भयो। त्यो चिजलाई यो यहाँ पनि भ्रष्टाचारै हो क्या फेरि। त्यसलाई चाहिँ ठ्याक्कै छुट्याएर अब यो चाहिँ रियल हो, उहाँहरू चाहिँ ठ्याक्कै पहिलेदेखि बस्नुभएको त्यो वरिपरि चिनजानको आधारबाट पनि थाहा हुन्छ नि त। त्यहीँ बसिरहेको लोकालिटीलाई पनि थाहा हुन्छ वर्षौँ वर्षदेखि बसेको। हिजो हामी विराटनगरमा थियौँ। विराटनगरमा त्यो बाढी क्षेत्रमा के रहेछ भन्दाखेरि त्यहाँ चाहिँ रियल सुकुम्बासी हो कि 50औं 60औं 70औं वर्षदेखि बसेको। त्यहाँको चाहिँ रियलले चाहिँ कहिले नपाउँदो रहेछ, तर ठ्याक्कै भूमि आयोगसँग नजिक भएको, त्यहाँको पदाधिकारीसँग नजिक भएको, त्यहाँको सदस्यसँग नजिक भएकोले चाहिँ पाउँदो रहेछ क्या। यसलाई चाहिँ क्लियर गर्न सकियो भने त्यो फेरि यो 1 वर्षमा समाधान हुने चिज हो कि ठ्याक्कै छुट्याउन सकियो भने। सुन्नुभयो नि, यो जुन पनि बालिन शाहले बोल्नु भएको छ नि यो शब्दहरू जायज छ कि होइन। 100मा 99% जायज छ होइन। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्टमा लेख्नु होला है त।